I don't know how to share this happiness. I am very very happy and very very excited with Dipendra Singh Eri, and he really deserved that 100. उनी अहिले पछिल्लो सिजन जुन खालको फर्ममा छन् द्याट ही रियली डिजर्भ टु स्कोर 100. र यो सिरिज सुरु हुनुभन्दा अगाडि आई हेभ सेट, मैले एक्सपेक्ट गरिरहेको थिएँ कि नेपालको कुनै प्लेयरले यो सिरिजमा चाहिँ पक्कै 100 हान्नुपर्छ. एन्ड द्याट कम्स यस्टरडे अगेन्स्ट युएई. यो त्योभन्दा अघिल्लो म्याचमा ओमनले नेपाल विरुद्ध जतिन्द्र सिंहले उनले 130 स्कोर गरेका थिए. सो त्यसपछि मलाई झन् लागिरहेको नेपाली प्लेयर सुड अल्सो स्कोर द्याट 100, द्याट सेन्चुरी, एन्ड द्याट द टाइगर डस यस्टरडे. सो फर्स्टदेखि सुरु गरौँ. फर्स्टली चाहिँ हिजो नेपालले धेरैवटा चेन्जहरू गरेका थियो. सुरुमा ओपनिङमा चाहिँ अर्जुन कुमाल एन्ड विनोद भण्डारी टुक द प्लेस. एन्ड आई वाज रियली एक्साइटेड टु वाच अर्जुन कुमाल. विनोद भण्डारीको गेम पहिला पनि धेरै हेरेको. सो आई वान्ट टु सी अर्जुन कुमाल इन इन्टरनेसनल क्रिकेट इन ओडिआई. मैले अगाडि पनि भनेको थिएँ. बट उनले खासै राम्रो सुरुवात गर्न नसकेनन्. द्याट इज द चान्स यु हेभ टु ग्र्याप, होइन, किनभने यु हेभ टु नो. आई एम टेलिङ टु अर्जुन कुमाल द्याट यु हेभ टु नो द्याट यु क्याम इन द प्लेस अफ कुशल भुर्तेल. पछाडि कुशल भुर्तेल लाइनमा लागिरहेछ. सो यु हेभ टु नो द्याट थिङ्स एन्ड यु हेभ टु ग्र्याप योर चान्स. यस्तै चान्सहरू हो, यु हेभ टु ग्र्याप इट, होइन. एन्ड यु हेभ टु प्रुभ इट योर सेल्फ इफ यु वान्ट टु बी इन इन्टरनेसनल क्रिकेट. सो आई वाज लिटल बिट डिसएपोइन्टेड, बट इट वाज अ गुड स्टार्ट. अनि विनोद भण्डारीले एकदमै राम्रो कमब्याक गरे. हि स्कोर्ड इज 50 इन हिज कमब्याक, विच वाज अ गुड एन्ड भेरी ग्रेट. आई लभ टु सी. एन्ड आई एम भेरी डिसएपोइन्टेड विथ भीम सार्की. उनले पछिल्लो खेलमा ओमनसँग पनि आफ्नो विकेट थ्रो गरेर गएको थिए, यत्तिकै अनवान्टेड सट हानेर, होइन. यो हिजो पनि उनी यत्तिकै आउट भए. सो आई एम भेरी डिसएपोइन्टेड. आई थिङ्क अर्को खेलमा मेबी यु हेभ टु चेन्ज, होइन, किनभने अहिले जो प्लेयर फर्ममा छ उसलाई ल्याउनुपर्छ. र गुड थिङ इज रोहित कुमार पौडेलले हिजो राम्रो सुरुवात गरे. हि वाज इन गुड टच. उनले त्यति धेरै बिग स्कोर गर्न सकेनन्. हि ह्याड गुड स्टार्ट, तर पछि बट हि वाज लुकिङ सो गुड. उनी एकदमै राम्रो टचमा देखिएका थिए. सो दिस मे बी अ गुड साइन द्याट हि क्यान मेक कम ब्याक. एन्ड देन आफ्टर कम द टाइगर दिपेन्द्र सिंह एरी. उनको यो सिरिजमा यति राम्रो पर्फर्मेन्स गरिरहेका छन्, यति राम्रो फर्ममा छन् उनी. आई वाज एक्सपेक्टिङ हि सुड स्कोर 100, किनभने यति राम्रो फर्ममा छन् उनी. बट एन्ड हि डस द्याट, होइन. एन्ड लास्टमा अब गुलसन झाले पनि राम्रो चाहिँ फिनिसिङ गरे. एन्ड हिको दुई छक्का, सायद 2 छक्का 4 चौका लगाए उनले पनि. एन्ड दिपेन्द्र सिंह एरी हिट 13 4 एन्ड 1 6, होइन, विच इज सो ग्रेट. उनको जताततै चाहिँ सर्टहरू लागिरहेको थियो. दिस इज द साइन अफ इन्फर्म प्लेयर्स, होइन. उनले जताततै सर्टहरू हानिरहेका थिए. सो युएईको चाहिँ उनको एउटा बलर खुजाइमा बिन तनवीर चाहिँ बिचमा घाइते भएका थिए. सो उनीहरूको लागि अलिकति त्योले माइनस पोइन्टमा लगिरहेको थियो, होइन. बट दे बोल भेरी वेल. एन्ड जुनेद सिद्दिकी अभियसली उनी एकदमै ठुलो प्लेयर हुन् युएईको. यु अल्सो बोल भेरी वेल. एन्ड युएईको कुरा गर्ने हो भने मलाई एउटा कुरा समझमा नआएको, मैले नबुझेको कुरा चाहिँ हो भने मोहम्मद वासिम जो छन् उनी युएईको ओपनर हुन् पहिलादेखि, होइन. हामीले जब हेर्न थाल्यो हि वाज ओपनर फर बोथ ओडिआई एन्ड T20. तर यो सिरिजमा चाहिँ उनी 5औं 6औं नम्बरमा आइरहेका छन्, विच मेक हिम बिट डिफिकल्ट, आई थिङ्क, होइन. किनभने उनी सधैँ ओपनर हुन्. उनी T20मा पनि ओपनिङ गर्छन्. हुन त T20 र ओडिआई अलिक फरक हुन्. उनी ओडिआईमा पनि ओपनर हुन् पहिला, र उनले कराची किङ्सलाई पनि ओपनिङ गर्छन् पिएसएलमा, होइन. सो उनलाई अलिकति डिफिकल्ट हुनसक्छ फिनिसिङ रोल गर्न, किनभने एज अ ओपनर, एज ए टप अर्डर ब्याटर, होइन, यु हेभ टु बिल्ड इनिङ. त्यो इनिङ बिल्ड गर्ने, इनिङलाई डिपमा लाने त्यो बानी हुन्छ. बट इफ यु क्याम इन द लोवर अर्डर देन यु हेभ टु हिट 6s, होइन. 2-4 छक्का हान्ने, 2-4वटा चौका हान्ने. यु हेभ टु गो फर अ बिग. त्यो एउटा प्रेसर हुन्छ, होइन, सुरुमै. सो जसलाई अब इनिङ बिल्ड गर्ने बानी भइरहेको हुन्छ उनीहरूलाई अब त्यो आएर सिधै मारधार गर्न अलिकति गाह्रो हुन्छ. तर उनी हुन त धेरै 6 हिटर हुन्, होइन. उनको स्ट्राइक रेट पनि एकदमै राम्रो छ T20मा. बट दिस इज ओडिआई, होइन. सो यु हेभ टु
मलाई त्यो कुरा चाहिँ अलिकति मैले बुझिनँ होइन, आई डोन्ट नो वाट द युए थिङ्क ट्याङ्क डु होइन। सो नेपालले गेम चाहिँ सुरुमा युएले राम्रो सुरुवात गराएको थियो, बिचमा पनि उनीहरूको के अरे ओपनिङ के अरे पार्टनरसिप राम्रो भयो होइन, एकदमै राम्रो पार्टनरसिप हुँदै गयो। सो बिचमा चाहिँ सोमपाल कामीलाई चाहिँ सोमपाल कामी क्याम एन्ड हि एट्याक होइन, उनले चाहिँ विकेट लिए, द्याट वाज द ब्रेक पोइन्ट फर युए। जब उनले चाहिँ हरप्रीत सिंह, आई थिङ्क हरप्रीत सिंहको विकेट लिएका थिए। सो त्यहाँनिरबाट चाहिँ युएले अब डाउनफल होइन। त्यसपछि एन्ड सन्दीप लामिछाने एज अलवेज हि बोल्ड रियल्ली वेल होइन, हि रियल्ली बोल्ड वेल एन्ड उनले एउटा माइलस्टोन पनि पार गरेका छन्। उनले चाहिँ यो सिडब्ल्युसी लिग 2 साइकलमा 2019बाट चाहिँ अहिलेसम्म धेरै विकेट लिने प्लेयरमा पहिलो नम्बरमा पन्छन्। हि स्कोर होइन 100 विकेट। सो हि रियल्ली डिजर्भ द्याट। हि इज अ बिग गेम प्लेयर होइन, सधैँ नेपालको लागि फसेको बेला जहिले पनि सन्दीप लामिछानेले चाहिँ टिमलाई बाहिर निकाल्ने गर्दछन्। र एट लास्ट नेपाललाई चाहिँ 15 रन चाहिएको थियो युएलाई होइन, नेपाल हेभ टु डिफेन्ड 15 रन एन्ड नन्दन यादवले सुरुमै चौका खाएका थिए होइन। सो 11 रन बाँकी थियो, 5 बलमा 11 रन। अनि त्यसपछि उनले विकेट लिए, अनि त्यसपछि फेरि पनि रन आउट भयो होइन, आफैले रन आउट गरे त्यहाँनिर जुनेद सिद्दिकीलाई। र त्यो बिचको जुन सेकेन्ड बलको विकेट थियो उनले चाहिँ खुजामा बिन तनवीरको, उनले एकदमै त्यो ठुलो विकेट थियो नेपालको लागि, किनभने त्यो खुजामा बिन तनवीरले यसरी धोइरहेका थिए नेपाली बलरलाई, यसरी चौका छक्का हानिरहेका थिए होइन। सो उनलाई उनको विकेट लिने एकदमै महत्त्वपूर्ण थियो। यदि उनको विकेट नझरेको भए युएले गेम जित्थ्यो होइन, आई थिङ्क। सो त्यहाँनिर चाहिँ ब्रेकडाउन लाग्यो, नन्दन यादवले उनको विकेट लिएर एकदमै राम्रो गरे होइन, नेपाललाई गेममा फर्काएका थिए। सो लास्ट बलमा चाहिँ युएलाई 7 रन चाहिएको थियो र यदि युएले छक्का हानेको भए त्यहाँनिर चाहिँ विकेट गेम टाइट हुन्थ्यो। आई वाज एक्सपेक्टिङ नन्दन यादव टु बोल द लेन्थ के अरे योर्कर होइन, उनले सायद मलाई लागिरहेको थियो नन्दन यादवले लास्ट बलमा योर्कर फाल्छन् होला, बट हि बोल टु लेन्थ बल होइन, हि बोल लेन्थ बल। सो लास्टमा चाहिँ द्याट डिसिजन वाज गुड होइन, किनभने योर्कर फालेर यदि मिस भएर फुल टस भएको भए त्यहाँनिर छक्का जान सक्थ्यो, मेबी उनको दिमागमा त्यो चलिरहेको थियो होला। सो हि बोल अ लेन्थ बल एन्ड द्याट बिकेम अ गुड डिसिजन। सो नेपालले चाहिँ म्याच लास्टमा गएर 6 रनले जित्यो। एन्ड स्पेसली आई एम भेरी ह्याप्पी, किनभने मैले सुरुमा चाहिँ नेपालको अब सुरुवात हेर्दा चाहिँ बिचमा नेपालले चाहिँ लगभग 210 को क्रस गर्छ होला जस्तो लागिरहेको थियो, किनभने अब ओमनले 205 स्कोर गर्छ भने तिमीहरू त आफ्नो होम ग्राउन्डमा खेलिरहेछ नि त होइन, नेपाल इज प्लेइङ इन होम ग्राउन्ड। सो आफ्नो होम ग्राउन्डमा बच्चादेखि त्यहीँ खेलेको क्रिकेट होइन टियुमा। सो दे क्यान अभियसली स्कोर, नेपालले स्कोर गर्न सक्छ यदि ओमनले गर्न सक्छ भने, त्यो मलाई चाहिँ फिल भइरहेको थियो। बट द्याट वाज अ गुड कम्पिटिटिभ टोटल 279 होइन 89 एन्ड द्याट वाज अल्सो गुड टोटल। सो क्रेडिट गोज टु दिपेन्द्र सिंह एरी। सबैले आफ्नो आफ्नो तर्फबाट चाहिँ पर्फर्म गरे होइन, त्यो योगदान दिए। विनोद भण्डारी ह्याड अ गुड स्टार्ट एन्ड रोहित पौडेल हेज गुड टच होइन, उनले एकदमै राम्रो टचमा देखेको थिए। बट कन्सर्न इज भीम सार्की, मेबी नेपाल हेभ टु थिङ्क अबाउट दिस होइन, नेपालको थिङ्क ट्याङ्कहरूले त्यो बारेमा सोच्नुपर्छ होला। सो इट वाज अ गुड गेम एन्ड भेरी भेरी ह्याप्पी एन्ड भेरी एक्साइटेड फर दिपेन्द्र सिंह एरीको सेकेन्ड ओडिआई 100। उनको ओडिआई 100 चाहिँ योभन्दा अगाडि 2022मा आएको थियो अगेन्स्ट पपुवा न्युगिनी एन्ड इट्स पपुवा न्युगिनी भन्दा पनि युए सबैभन्दा धेरै ठुलो अब टिम हो। सो आई एम भेरी ह्याप्पी फर हिम एन्ड उनको यो फर्म चाहिँ कन्टिन्यू हुनुपर्छ नेपालले यदि सिडब्ल्युसी लिग 2मा कमब्याक गर्ने हो भने होइन। यो लिग 2 साइकलमा अहिले नेपाल 7औं नम्बरमा छ भने 6औं नम्बरमा भएको चाहिँ क्यानाडा, आई थिङ्क उसको चाहिँ 21 पोइन्ट छ भने नेपालको जम्मा 16 पोइन्ट छ। सो त्यहाँनिर डिफ्रेन्स धेरै छ होइन। सो त्यसलाई चाहिँ कम गर्नलाई चाहिँ नेपालले सबै म्याचहरू जित्नुपर्ने छ, अब कोही ओमनसँगको म्याच र अरू स्कटल्यान्ड र युएसएसँगको म्याचहरू। सो good luck and best wishes, and I'm very happy from the boys' performance.